खोलाको अवस्था यो चाहिँ हाम्रो गाउँमा पानी पसेको छ। कत्रो पानी आएको छ नि। बाटोको अवस्था हाम्रो खोला गाउँमा पसेर छैन। कत्रो पानी आएको गाउँ पक्रियो। यो हाम्रो गाउँको एक नम्बरको चोर भाग्न छोडेर एक पानी हिँडिरहेको थियो। बढ्दैछ अरे म फोन गरेको। डुब्छ नि फेरि त्यो सिधै टाउको हो नि मान्छे हो नि नुहाउँदैछ त्यो नुहाउँदैछ साँच्चै। जुम गरी हेरिदिउँ होइन होला बस्ता हो दार्जिलिङ पानी तुफान भइसक्यो बाई खोला यता बगिसक्यो। दसैँ छ त मैला आउँछ भोलिसम्म यस्तो भयो भने को आउँछ नि। यो चाहिँ आज खोलाको अवस्था। लु बोल्दा एकचोटि एक दुई शब्द। आज बिहानै रातभरिको बाढी वर्षाले हाम्रो शिव 87 लालपानी आदिवासी टोलमा चाहिँ हाम्रो चाहिँ बिजोग भइरहेको छ। हजुरहरू तपाईहरुले केही सहयोग गरिदिनु हुन्न भन्ने अनुरोध गर्दैछु हामी सरकारलाई। ओके आउँदा के हो